खाऊ न के हेरी बस्नु तपाईँले चाहिँ फेरि राम्रै साला केटी भगा ल्याइस् बिना बिच्चामा के अन्त तपाईँ अस्ति झगडा गरिबस्छ तपाईँ अस्ति राम्रै ससुराहरूसँग अन्त ल्याइदिएको नि अनि त्यसको बरु त्यो जगटे भए हुँदैन नि उसलाई लिनु आओस् न अन्त के गर्छ तपाईँ हुँदा के डर मलाई बाबा यही हो पुच्कालाको घर को मुन्ट्यो बोइ सुन्दा तेरो सालो छ त ला ससुरा बुढो मऱ्यो के हो के भनि बसेको तपाईले चाहिँ ए पुच्कावाला बेलो खल ओइ सुन्दैनस् ए पुच्कावाला मोडे के हो मरेको छैन होला हौ पुच्काउला तिम्रै भेजा भए पनि आइरहेको रहेछ नि त ए पुच्कावाला बेलो खल के गर्नु होला दोजो तपाईँ ह्यान्डल गर्नु म सक्दिनँ ओइ बरी तिम्रो भाइ र बाउले नि आज चिन्डे भन्यो भने नि यसले ठोकेर शेष गर्छु दुईजनालाई फेरि सम्झौ है हाम्रो जो फेरि छ कि ए चिन्डे ढोका खोल ओइ चिन्ने नभन अति मलाई घाँटी निचेर झन्डै मारेको ए हो त है सरी सरी दोजो जानु नि ह्यान्डल गर्नु जानु ल पर्खी म खोल्छु ए बस्नु न नमस्ते बाबा त्यहाँ बाबु नमस्ते बस्नु सम्धी तातो चिज नगर्नु प्लिज सब बस्नु सम्धी यहाँ म बस्न आएको होइन त्यसो उठेर बात गर्नु ल म त बस्दै गर्छु खुट्टा दुख्यो मेरो पुरा बाबा हामी पनि बसौँ हौ पुरा खुट्टा दुख्यो जाउँ बसौँ न ल बस्नु यहाँ बस्नु न त भइगयो त अन्त तपाईँ यहाँ बस्नु नि ल ल ल यता पो बस्नु फेरि लेख्नु त बरी यसो के खान्छ कि यसो केही लिनुहुन्छ रमरक्सी हामी रमरक्सी खाने जस्तो लाग्यो तिमीलाई बरी माछा मासु त खान्छ होला नि है हजुर खानुहुन्छ अब टाढोबाट आउनु भएको रहेछ भोक त लाग्यो होला भाला खान्छ डन्डा खान्छ बाबा भाला खाने कि डन्ठा खाने भन्दैछ त तपाईँ भाला खानु म डन्ठा खान्छु ल ओइ अस्ति घाँटी निचेर झन्डै मारिस आज पनि कुट्ने प्लान छ तेरो बाबा भाला खाने कि डन्टा खाने भनेको चाहिँ नि सुँगुर खाने कि कुखुरा खाने भन्नुभएको जोजोले अँ सुँगुर खाने जस्तो लाग्यो तिमीलाई म छिन्डे अङ्कल खसी छैन खसी तिमीले भन्दै गर कि तँलाई खसी बनाउँछु म ए सरी सरी पुच्काला अङ्कल खसी छैन खसी खसी खानु मन परिरहेको छ नि त ओइ भाइ सम्झ तेरो सालोलाई घरि पुच्कावाला भन्छ घरि चिन्डे भन्छ अहिले काटिदिनु पर्यो त्यो सालोलाई हो तिमीले त मार्ने काट्ने कुरा मात्रै गर्छ त तिम्रो भाइले मेरो छोरी लगिरहेछ काम चाहिँ के गर्छ उसले त्यत्रो भने जस्तै हामीले पुच्का बेच्छ भनेर त्यही त दोजो मोमो ठेला चाहिँ बिर्सिनु भयो त्यो पनि बेच्छ हामीले बाबा दहेज माग्नु 10 लाख जस्तो ओइ के को दहेज तेरो दहेज त केटाले माग्छ त केटीले कहाँ माग्छ ओइ चम्चा बेसी काट्नु पैसा नगर सुन्नु त हामी तेरोबाट 10 लाख माग्नु भनेको हुन्छ है ठिकै त भनेको त अन्त दही चाहिन्छ नि 10 लाख छोरी लगिरहेछस् कि मैले लगाएको तिम्रो छोरीलाई तिम्रो छोरी आफै आएको मसँग ओइ हो तँ साँच्चै नै आएको यो जगल्टेसँग बाबा त्यसो भए के गर्नु ओ हिँड मसित होइन बाबा होस् म जान्दिनँ म आफ्नै मर्जीले आएको बाबा हिँड 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 ओ सम्धि किन तान्नु गरेको ए भाइ तँ त किन कम्बरमा हात लट्टी बसेको बजा तान्द परियो त अन्त अहिले सम्झी सम्झी भन्दिनँ म फेरि टाउकोमा डाडु टुटो गर्छु नि फेरि म तँ साला गरिबहरू 10 लाख दिनु पनि अनकनिङ गर्छस् साला छोरी लगिरहेछस् के भयो तिम्रो छोरीलाई भगाएर पो ल्याएको त किडन्याप गरेर थोरै नि ल्याएको अन्त पैसा चाहिँ चाहियो त हामीलाई बरी तिम्रो भाइलाई माया मारिदियो अब ओ तिम्रो बाबा र भाइ सम्झौ त के साह्रो क्याङ गरिबसेको अहिले म ओइ त्यहाँ उभिएर मेरो छोरीलाई किन धम्की देखाउँछस् यहाँ आइज मसँग कुरा गर यहाँ आइज जोजो ओइ हातको बल किन साथी त्यसले खेल्छस् आइज खेल्छु दे भाइ दे ओइ खेल्छ आइज टोक्दैछ यसले सम्झाउनु तपाईँ छोरालाई टोक टोक अझै टोक त्यहाँ टोकेर मार्दे म पनि आउँदैछु टोक्नु ए भाइ त्यो साउले मेरो पाएको सबै लुटिन लानु आँटे म पाएको राख्नु
भाइ टोक्दे साला भेटिस टोक्छस् मलाई ओइ जा निस्काल त्यहाँबाट अहिले सबैलाई सेक्छु म मलाई थाहा थियो यस्तै हुन्छ भनेर बिहा भयो लास्टमा खै ए नसुन त अर्को पाइहाल्छ त जसलाई हेर न योसँग 10वटा बुढी भइसक्यो मेरो छोरीलाई भगाइदिए बुढो र भयायो जोले चिन्ने भन्दा डारूले खायो ससुरा बुढो न्यू खोज्दै बोलेको थिए मैले पनि घुमाएर बक्सिङले दिए गर्लफ्रेन्डसँग फेरि लफडा भयो तमासा रात ठुलो झग्दा भयो